अनि आइस गरेर चाहिँ के त साउदीतिर जान्छु नि उठको विश्वर्ण के उठको विश्वर्ण मैले चाहिँ बुकको लागि कुरा गरेको होइन अहिले म एक्जाम्पल देखाउँछु पक्का केटाहरूसँग बुक चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिचुएसन यहाँ म लाइभै सुनाइदिन्छु अघि पनि मैले 2-3जनालाई कन्ट्याक्ट गरेको बुक छ भनेर नयाँ यहाँ अरूले मागिसकेको थियो अनि मैले दिइसक्यो भन्दै थियो यहाँ सुनाइ अब हाल्छ के भन्छ रकममा पुगेको भाइहरूले बुक माग्दैछन् क्या अब तसँग यसो कतिवटा म्यानेजर छ भने गर्नु 30मा बेचिसकेको होइन लगभग 3 देखि 4 घन्टा त्यो यता उति गरेर हुन्छ नि त त्यहाँदेखि अब जस्तै अहिले 5 बजे 8 बजे यहाँ आँप हेर न हेलो नट्स अप गाइज वेलकम ब्याक इन माई न्यू भिडियो आजको नाता तपाईँको फेरि स्वागत छ हामी ब्याक आफ्टर लङ पिरियड अफ टाइम अलमोस्ट मार्च अप्रिल मे जुन जुलाई लगभग 3 महिना भइसक्यो हाम्रो कलेज लाइफ सकेको होइन त्यो पनि अब ब्याग बोकेर बिहान कलेज गएको यसरी गइरहेको छु होइन आजभोलि फेरि पनि किनकि अब जिन्दगीमा 2 चोटि मात्रै अलिक टफ डिसिजन आउँछ 10 सकेपछि कुन कलेज चुज गर्ने र 12 सकेपछि कुन कन्ट्री चुज गर्ने भने जस्तै अब म चाहिँ यसो बाहिरको लागि अप्लाई त होइन त्यो ल्याङ्ग्वेज चाहिँ सिकिरहेको छु होइन त्यसको लागि बिहान जानुपर्छ अनि 6 बजेदेखि 8 बजीसम्म क्लास छ अनि कलेज साइडमै छ मेरो क्लास सो त्यहाँसम्म जानुपर्छ बिहान अलवेज सो लेट्स गो एज यु क्यान सी द वेदर बिहान हिँड्नुको मजा छुट्टै छ त्यो यत्रो दिन चाहिँ भिडियो किन नहाले भन्दाखेरि मसँग कन्टेन्ट त थियो यता र उति गर्नु पनि परेको थियो तर टाइम चाहिँ थिएन त्यसैले भिडियो हाल्न पाएको थिएन सो आज चाहिँ किन गर्दैछु भन्दाखेरि अब यसो बिहान लगभग 3 देखि 4 घन्टा त्यो यता र उति गरेर हुन्छ नि त त्यहाँदेखि अब जस्तै अहिले 5 बजे 8 बजे यहाँ आँप हेर न सो त्यही बिहान 6 बजीदेखि 8 बजी क्लास भयो अनि त्यहाँबाट केटाहरू भेटिन्छ आइल्सनमा एकछिन कुरिन्छ आइल्सन गयो 9 बजी 10 बजीदेखि आइल्स जानुपर्ने हुन्छ कि बाहिर पुतल सडकतिर अनि त्यसलाई पनि त्यहाँबाट भेटेपछि त्यहाँ साथी पनि हुन्छ मलाई नेपाली त चढ्दै बालाटारसम्म चढ्नुलाई सो त्यहाँदेखि यताउति अलिअलि भए पनि कन्टेन्ट हुन्छ केटाहरू अब अलि उतासम्म गयो भने केटाहरू पनि भेटिन्छ तर अब टाइम भयो भने चाहिँ गइन्छ नभए फर्किन्छ सो त्यही अहिलेको लागि जाउँ होइन बस चाहिँ पाउन्न हिँडेर जानुपर्छ एकछिनमा चल्छ नि त बस किनकि 5:45देखि चल्न थाल्छ भनेपछि चाहिँ अहिले 5 बजे जान्छु मेरो कहाँ सो जाउँ हिँडेर अब के छ र यत्रो भालु जस्तो कुकुर लगाड्यो भने के भन्छ यार सो म बाहिर एक्लै चाहिँ छैन होइन एउटा साथी पनि छ जो चाहिँ पहिला युके ट्राई गर्दै थियो अहिले केही समस्याले गर्दा त्यो पनि ल्याङ्ग्वेज सिक्न आएको छ तर त्यो चाहिँ अप्लाई नै गर्छ भने बाहिरको लागि त्यही देशको लागि सो अहिले पछि भनौँ न कुन देश र कुन भाषा हो त्यसलाई भेटेपछि त्यो कलेज लाइफ सकेर नि बिहा सक्यो होइन किनकि यसरी बिहान उठेर कलेज जानु पर्थ्यो त्यो बेला चाहिँ अलिक 6 बजे हिँडे नि पुग्थ्यो अहिले 5 बजे घरबाट निस्केन भने अल्छी गरेर निस्क्यो भने फोन बुट्टुङ आइहाल्छ कलेजभन्दा बढी अनि मेसेज पनि पट्टाङ आइहाल्छ वाट्सएपतिर पुग्नै पर्ने हुन्छ अनि यस्तो पनि हो अब पुगेन भने आफ्नो पनि घाटा हुन्छ नि त त्यसो जानै पर्छ कि त्यो घाटा नहोस् भनेर चाहिँ अब हामी जानै पऱ्यो अलमोस्ट अब यसो क्यालकुलेट गर्ने भए मन्थली अराउन्ड 5,000 खर्च हुन्छ अनि लगभग जति कलेजको 1 इयर जति फी थियो नि त्यति चाहिँ अलमोस्ट खर्च हुन्छ यहाँ चाहिँ आनन्दले ढुक्क भएर अनि त्योभन्दा अलिक बढी नै पर्छ भनौँ न कलेज फीभन्दा पनि अनि कति त्यसमा अलिक अल्छी गरेर त भएन नि त होइन प्लस यसमा अलिकति बिगाऱ्यो भने फ्युचर पनि अलिक नराम्रो हुनसक्छ त्यसैले अब जे नि हुनसक्छ भनेर चाहिँ जानै पर्छ होइन बिहान त्यसो जान्छु पनि किनकि मेरो लागि हो केही न केही त गरी खानु पऱ्यो नि त अब नेपालमा बसेर त काम छैन मोस्ट क्लास 10हरूको पनि एससीको रिजल्ट आउन लागिसक्यो होइन अहिले असार महिना चल्दैछ अब हाम्रो चाहिँ 21 गतितिर आएको थियो अब यिनीहरूको कति आउने हो त्यसै अब 2-3 हप्ताभित्र आइपुग्छ होला 10 को आएपछि अब 12 को पालो आउँछ हाम्रो पनि साउनतिर आउँछ होला साउनतिरै आएको होइन जस सबैको रिजल्ट राम्रो आउँछ होइन क्लास 10हरूको पनि क्लास 12हरूको पनि पहिला क्लास 10हरूको पालो आउँछ त्यसपछि 12हरूको सबैलाई बेस्ट अफ लक छ होइन किनकि आत्तिएर काम छैन अब जे आउँछ त्यो आइहाल्छ होइन मेरो पनि ठिकै आउँछ मैले होप चाहिँ ए गरेको छु होइन धेरै हाई पनि होप गरेको छैन ए प्लस पनि होप गरेको छैन लेखेको हिसाबले चाहिँ ए होप गरेको छु होइन अहिले सिके कसो आउँछ म चाहिँ केही नगरिकन होप चाहिँ ए गरेँ भने चाहिँ अब त्यो चाहिँ अलिक नराम्रै हुन्छ नि त सो मैले चाहिँ अब जति लेखाएको थिएँ त्यतिको हिसाबले चाहिँ
ए चाहिँ आउनुपर्छ भन्ने छ होइन। अब ए नआयो नि बी प्लस आयो नि त्यो पनि ठिकै हुन्छ, किनकि जति गरे त्यति आयो भन्ने हुन्छ नि त। अनि मैले मेरो सेन्टर पढाएको थिएँ अगाडि यही कलेज होइन, कन्सलेसन कलेजमै हो। अलमोस्ट मसँग मात्रै पढाएको थियो कलेजमा, त्यसपछि उता पढाएको थियो ओरियनतिर। सो त्यही हो, सबैको रिजल्ट राम्रै आओस् भनेर भन्छु होइन। जम्मा अब मेरो चाहिँ अब कलेज जानु पऱ्यो भने चाहिँ अब चाहिँ निस्किन्थेँ होइन। लगभग 5:30 भइसक्यो। 5:30 निस्केर टक्क 6 बज्न 5 मिनट बाँकी या 10 मिनट बाँकीतिर पुग्यो। 6 बजी पुग्यो। अनि यहाँनिर बस्थेँ क्या म चाहिँ। अब केटाहरूसँग भेट्नु छ भने चाहिँ त्यहाँनिर बस्थेँ। यहाँनिर चिया खाएर बस्यो। अनि चिया खाएर स्यासा खाएर गयो। अहिले पनि यहीँ जानुपर्छ। अब केटा यहीँ बसिरहेको मलाई खुबेर पुग्यो होइन। गुड मर्निङ अङ्कल। सो वाट्सअप। सो हाम्रो यहाँ चोर भेटिसक्यो होइन। सो यही हो होइन पार्टनर। साला युके नगएर कहाँ जाँदैछ चोर। देशमै बस्नु छैन, देश बचाउनु छैन। सो त्यही हो, अब एकछिन हामी चियासा खान्छौँ अनि जान्छौँ होइन यहाँबाट। अझै टाइम छ, हामीसँग 15 मिनट छ। त्यही हो, 15 मिनटपछि ब्रेक पछि भेटौँ। म चाहिँ चियासा खाएर हिँड्छु क्या होइन। हाम्रो पर कलेज जानुपर्ने यहाँबाट जान्थ्यो, अहिले क्लास जानुपर्ने यताबाट जाने सर्टकट। सो हामी चाहिँ यहाँ किन छिर्छ भन्दाखेरि टाइम हुन्छ नि त हामीसँग। अनि गाडीमा आएन भने पनि छिटै पुग्छ, गाडीमा आयो भने त्यहाँ पेट्रोल पम्पमा रोकेर झाउ गरिदिन्छ क्या। अनि ढिलो हुन्छ। सबै यहाँबाट क्लास गयो। अनि क्लासबाट आएपछि भोक लाग्यो भने फेरि अङ्कलकोमा छिर्यो। अङ्कलकोमा छिरेपछि फेरि चना अन्डा खायो, चिया खायो। अनि फेरि घरतिर लाग्यो होइन। घरतिर लाग्यो नि हुन्छ। उयो साथी फोटो ल्यायो मेरो। त्यो गाइड मेरो फोटो हेर्छ, फोटो देखाउँ हाम्रो भ्युवर्सहरूलाई देखाउँ। यस्तो अति कपाल है। गाउँको झोरा गएको थिएँ, अब राम्रो गर्नु पऱ्यो भने लिएर के अरे गएको थिएँ। उता गएर त कोर भाइ भनेर पुरै माथि पुरै त्यो हुन्छ नि अङ्कल जस्तो बनाइदिएर भने फोटो अहिले देखाउँछु म होइन। अहिले बाटो काटौँ यहाँ, अहिले गाडीले उडाइदिन्छ। फोटो हेर है। म 18वटा मागेको छ हाम्रो इच एन्ड एभ्री। यसको 18वटा, मेरो 18वटा, अनि ड्याडी र आफ्नो ड्याडी र मम्मीको 10-10वटा। यहाँ हेर होइन, तिम्रो पनि देखाइ नै हुन्छ मेरै होला। गाइस यहाँ हेर न, वाट इज दिस बिहेभियर यार। कपाल हेर न कसरी कोर्नु परेर परिस्थितिले। मेरो हेर्छु देखाउ न तिम्रो। यसलाई पनि अङ्कल जस्तो देखिरहेको यार। ए सेम कोट प्यान्ट गाइज लाएर गएको थियो, सर्ट होइन कोट प्यान्ट लाएर आएको छौँ होइन। त्यही हो, 18-18वटा माया नाइता पनि माया थियो, तर मैले नाइता नै ल्याएन। मतलब मम्मी ड्याडीको नाइता माया थियो, त्यो ल्याएन किनकि त्यो गाउँमा छ। अनि फोटो भए पनि हुन्छ भनेर त भनेको थियो, तर फोटो खोज्छु भने चाहिँ बिर्सेछु होइन। मेरो चाहिँ नाइता लिएर राखिरहेको थिएँ होइन। सबै सर्टिफिकेटहरू 10को 11को सबै सर्टिफिकेटहरू त्यहाँ राखेको छ। सो जाउँ, अलमोस्ट ढिलो भइसक्यो। उयो सर पनि चेन्ज भइसक्यो होला। लेट्सको। मलाई भर्खर पनि फोन आइरहेको छ होइन, बुक मिलाइदिनु पऱ्यो भनेर 12को। लाइक मलाई 3-4जनाले डिएम पनि गरेको छ कि दाइ बुक छ भनेर। अब कुन मुखले भन्नु कि भाइ बहिनी मसँग बुकै छैन, 12 त बुक बिना पास हाने हो। बुक जति सबै गायब, 12वटा 6वटा किनेको थियो, फेरि अर्को 6वटा किनेको सबै गायब भएको थियो। त्यो पनि अब आफ्नै भाइले मागेको थियो र अब कतै न कतैवटा मिलाइदिनु पऱ्यो होइन एउटा। सो अब जाउँ होइन, हाम्रो क्लास उतै चोकनिर छ होइन। चल्दै छान्छु अब क्लासमा। अनि त्यहाँबाट म भन्छु कुन ल्याङ्ग्वेज हो र के हो, किन कसो किन भनेर म चुज गरेँ भने भनिदिन्छु। यो पनि मेरै पछि आयो, किनकि मलाई यो युके जाने भने मान्छे केही समस्याले गरेर छोड्यो। अनि अहिले चाहिँ मेरो पछि लागेको छ, तर केही छैन, मलाई साथी हुन्छ। ओ के गरे अरे अब ओ म छोडिदिन्छु र क्लास। किन छोड्ने हो र? जाउँ यहाँ यसो खिचित गरेर काम छैन, उता गएर कन्टेन्ट छ क्या साथी, कन्टेन्ट कस्तो अगाडि नै लिक हान्दिएर हाने छान भनेर अहिले क्लासबाट फर्केपछि भन्ने हो कि भनेर मैले नि त भन्दैछु। सो जाउँ होइन क्लास। त्यहाँबाट आइसक्यो भने चाहिँ हामी कुन चाहिँ ल्याङ्ग्वेज र कुन चाहिँ कन्ट्री ट्राई हान्दैछ मैले होइन। यसले चाहिँ कन्ट्री ट्राई हानेर हो, मैले त ल्याङ्ग्वेज चाहिँ सिकेर हो। यसको कन्सल्टेन्सीको चाहिँ नाम रिभिल हान्नु होइन। हामी कुन चाहिँ कन्सल्टेन्सीमा पढ्दैछ भनेर एउटा चाहिँ अहिले यहाँ मिसिङ छ, त्यो चाहिँ सानो होला नि कन्सल्टेन्सी। कुन चाहिँ किन के सान्ने भन्ने ऊ त्यो हाम्रो प्यासन फाउन्डेसन भन्ने छ होइन। ऊ त्यो बिल्डिङ माथि ऊ त्यो बिल्डिङनिरको होइन प्यासन फाउन्डेसन, हामी त्यहाँनिर पढ्छौँ। सो जाउँ, ढिलो भइसक्यो हामीलाई 10 मिनट ढिलो भइसक्यो। म यहाँनिर छ देखाइदिन्छु होइन प्यासन फाउन्डेसन। सो हाम्रो चाहिँ 3rd फ्लोरमा भएको कारणले लिफ्ट पनि छैन। सो हामी हिँडेर जानुपर्छ। 1st फ्लोरमा टेक्निक छ, त्यसपछि ग्राउन्ड छ, मतलब त्यो छ। सो जाउँ होइन, हामीलाई मिल्दैन। यसो क्लास पछि भेटौँला। पनि स्टार्ट क्या अब त्यसपछि हामी अर्को कुरामा जान्छौँ है। सारी छ हामी A few minutes later.
सो गाइज हाम्रो क्लास हो अहिले सकेको अवस्था जाउँ तलतिर। सो गाइज हाम्रो चाहिँ क्लास सकेर हिँडिसक्यो होइन। एन्ड एज यु स इन भिडियो हामी चाहिँ जापानिज क्लास लिइरहेको छौँ। कहाँ हो एकछिन यु स वी आर टेकिङ जस्तो कि हेर्न सक्छ होइन दर्शकबिनहरू हामीले चाहिँ जापानिज क्लास लिइरहेको छौँ होइन। किन भन्दाखेरि अस्ति जापान त्यहाँ सरले हामीलाई भनेको थियो क्या लाइक जापानमा चाहिँ के कसो हुन्छ भने अब मानौँ अब भ्लगको लागि नै मानौँ होइन। जस्तो म अब बाटोमा भ्लग गर्दै हिँड्नु छु होइन यसरी फोन हातमा छ होइन। अब नेपालमा चाहिँ के हुन्छ भने यसो भ्लग गर्दै हिँड्यो भने कोही पछाडि अब वरिपरि हेऱ्यो भने नमुना यसरी हेर्छ क्या हामीलाई लाइक के गरेर भनेर ध्यान पुरै हुन्छ नि हामीलाई दिन्छ क्या। लाइक आफ्नो बारेमा आफ्नो काम काजमा छोडेर हाम्रो बारेमा सोचिरहेको हुन्छ। तर जापानमा चाहिँ त्यहाँ मतलबै दिन्न अरे होइन। तिमीलाई इन्ट्रेस्टै हुन्न हाम्रो बारेमा के भन्दैन नि त जापानिजमा जापानिजमा के भन न ओहायो गोजाइमास वातासी वा मुसी मुसी ए मुसी मुसीलाई मुसी मुसी भनेको हेलो होइन गाइज मुसी मुसी भनेको हेलो होइन। ओहायो गोजाइमास भनेको गुड मर्निङ गाइज इट्स मर्निङ। वेदर पनि त्यस्तै छ होइन। सो अब भोक लगाइरह आज कस्तो ढिलो छोड्यो होइन। सरले लगभग 20 मिनट ढिलो छोड्यो होइन। अब गएर मस्त खाने त्यही अङ्कलकोमा के छ हाम्रो स्पोन्सर होइन सधैँको स्पोन्सर यो हो मनको धनी ल जापान गएपछि म खुवाउँछु। सो जाउँ होइन भोक लगाइरहेको त्यही हाम्रो यहाँबाट एल्सनलाई पनि टिप्नुपर्छ होइन। वेदर यस्तो भइरहेको छ पानी कति बेला पर्छ थाहा होइन। मैले चाहिँ बुकको लागि कुरा गरेको होइन। अहिले म एक्जाम्पल देखाउँछु पक्का एल्सन गएर केटाहरूसँग बुक चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिचुएसन यहाँ म लाइभै सुनाइदिन्छु। अघि पनि मैले 2-3जनालाई कन्ट्याक्ट गरेको एक बुक छ भनेर नयाँ यहाँ अरूले मागिसकेको थियो अनि मैले दिइसक्यो भन्दै थियो। यहाँ सुनाइ अब एल्सनले के भन्छ। ड्याडले त्यसले फोनै उठाएन होइन। अब त्यसलाई अरू एकसँग भेट्छ अनि त्यसलाई म त्यसको मुखबाट लाइभ सुनाइदिन्छु कि केटाहरूसँग बुक हुन्छ कि हुँदैन पढाइ सकेपछि। अझ फोन उठाएन फोनमा सुनाइदिन्थेँ अझको लागि चाहिँ जाउँ होइन। एकछिन भेटिन्छ पानी पऱ्यो। अड्डा आइसक्यो होइन हामी खाजा खाने। सो खाजा खाएर भेटौँ होइन अब। सो गाइज हामी चाहिँ यहाँबाट हिँडेको होइन। पानी पनि पऱ्यो ओ छाता लिँदा रोक न मेरो आइफोन हिँड्छ कि अहिले पानी परेर जम होइन। एल्सन चाहिँ मलाई अब त्यहाँ कुरिरहेको छ होइन स्टिकनिर। सो गएर भेटौँ त्यसलाई अब चक्कर लगाएर अनि त्यहाँ त्यसलाई सुनाइदिन्छु है बुकमा कसैले जुनियरले बुक माग्यो भने त्यसको अनेस्ट रिप्लाई के हुन्छ र एक्चुअली के फेस भइरहेको हुन्छ अनि हामीले किन बुक दिन सक्दैनौँ भने त्यसको मेरो पानी रमझम पर्दैछ। वाउ मेरो पिए छ छाता बोक्ने आमामा हाम्रो अहिले भाइ यहाँ छ होइन। ग्यास फाइनली भेटियो यता ल हेर्नु कस्तो पिकाचु रहेछ भने ओए यहाँ सुन्न भने यहाँ सुन्न भन्नु हाम्रो बाहिरकोमा पुगेको भाइहरूले बुक माग्दैछन् क्या। अब तसँग यसो कतिवटा म्यानेज हुन्छ भने गर्नु ओ 30 बेचिसकेको वाट्सएपबाट कल हान्छ अनि अब यसो म्यानेज हुँदैन कतिवटा कहाँ हुन्छ अब कबाडीहरू जानु पऱ्यो नि त्यो 30 बेच्छ 60 रुपियाँमा किनेको ल हजुर हाम्रो भाइहरूलाई दिनु पऱ्यो न मागिरहेको मतलब पैसा होइन अब त्यो म्यानेज चाहिँ गर्दैछु भनेर यहाँ पनि आएर जस्तो टाइम पनि लाग्छ अनि क्लासहरू पनि छुट्ने भयो नि त। छुट्ने भयो भनेको हुन्छ बा हाम्रो अहिले पनि आइल्स हान्दैछ। ह्यान्डराइटिङ हेरौँ न यसको ह्यान्डराइटिङ आउँछ ह्यान्डराइटिङ त कस्तो रहेछ त। यहाँ बुक पनि रहेछ होइन योसँग तर अलरेडी मागिसकेको रहेछ। अलिक ढिलो भएछ इङ्ग्लिस रहेछ अकाउन्ट रहेछ। बहिनीलाई दिनले भाइलाई नदिएर त बहिनीलाई दिने होइन। यु डोन्ट सपोर्ट गाइड्स आई डोन्ट सपोर्ट गर्ल्स। मेरो बुक पनि बेच्दैछ यिनीहरू साला चोरहरू। इङ्ग्लिस बुक तेरै हो त्यो ए मेरै हो त्यही त भाइ अब मेरो भयो अब अशोक भन्छ बुक बोकेर हिँडेको दिनलाई मेरो बुक पनि चोरेर खाने होइन। सँगसँगै आउँछ ओल्ड इज गोल्ड को लगाएर मेरो तेरो पुन्टुले त्यसले भेट्ने भयो। सो गाइज खाजा भएर हिँड्छ कि हाम्रो एले भाइसँग होइन यससँग पनि भेटियो। अब यो अब अस्ट्रेलिया जाने मान्छे अब ठुलो मान्छे भइसक्यो अब कहाँ भेटघाट हुन्छ त्यसमा होइन। तर यसो सोच्दाखेरि कुन देश जाँदा चाहिँ ठिक होला मेरो हिसाबले। साउदी कतार तेरो सोच त त्यतिमै अड्किने भयो यार। अनि आइस गरेर चाहिँ के त साउदीतिर जान्छु नि उठको गुसर्न के उठको गुसर्न। सो यसको भविष्य चाहिँ उठको गुसर्नमै जान्छ होइन। सो मेरो हिसाबमा चाहिँ अब पढाइको तेरो जिपिए कति होला A+ ढुक्क नत्र ए त फिक्स
हेर यसले त गर्नु गरे सो अब मेरो चाहिँ अलिक डाउटै छ होइन सो अब यो र म चाहिँ सेम बसमा जाने हो नेपाल यता चाहिँ चढ्छ म चाहिँ बाटोमा झर्छु अनि यसको पनि सामान मेरो घरमा छुट्या सो त्यो लिन जानुपर्ने छ मलाई साथी हुन्छ घरसँगै यो चाहिँ मलाई बालाटारसँग साथी हुन्छ कि एउटै बसमा हुन्छ नि त साथी हुन्छ सो जाँदैछौँ अब ऊ यहाँ अगाडिबाट बस चढ्ने होइन सो त्यही हो चाहिँ लास्ट प्याक आउँछ यार तर यहाँबाट अहिले कस्तो 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 लाग्छ यार पब्लिक बस्न त्यसरी म हिँडेरै गइदिन्छु होइन अब केटी मात्रै हुने भए त गइदिन्थेँ केटी पनि हुन्छ के कतै चर्च हुन्छ कि भनेर होइन यु हेभ टु थिङ्क आई एम अ जेन्टलम्यान यो जस्तो हो र सब एकदम सब भागेर हेर न बस के साह्रो प्याक आएको हामी पनि गएको ल म यार पाडी गएको यार बाबा यार ए होला न एकछिन प्याक हुन्छ त्यसैले अगाडि बाई बाई बसमा सङ्ख्या धेरै भयो भट्टाभट नेपालको बच्चा बच्चीहरू अङ्कल आन्टी सबैजना त्यो छोडेर जाउँ हेर के साह्रो प्याक हो अहिले भाइ त देखेको पनि छैन सबैजना विदेश जाउँ बस खाली हुन्छ अनि बल्ल यहाँको देशमा बसेर काम छैन तिमी त कामै छैन यार साँच्चै ए तिम्रो भट्टाभट जाउँ यार कस्तो प्याक हेरेर त आउँदा आउँदा त यस्तो प्याक हुने यार कलेज टाइममा चाहिँ फेरि हुन्न क्या बिहान चाहिँ अब सबै कन्सल्टेन्सीतिर जाने हुन्छ नि त प्याक हुन्छ सो त्यही अब घर जाउँ होइन हामी अब ब्लगर साहबको घर जाँदैछौँ हामी त होइन मेरो त मेरै घर हो यसको सामान दिने अनि यसलाई घरतिर फर्काइदिने अनि अब काम के छ भन्दाखेरि अब भ्लग चाहिँ सघाउने होइन किन भन्दाखेरि अब सुत्ने हो सुतेपछि टक्क 5-6 बज्छ नि टक्क अनि केटाहरूलाई मेसेज गर्ने हो जाउँ म चिया खाना भन्ने या फिर डुल्न जाने भन्ने त्यतिमै हाम्रो दिन सकिन्छ त्यो चाहिँ अब तबसम्म त के पुरी बस्नु त्यसैले जुनमा चाहिँ अब वर्किङ गरेर पनि अब गएर आयो जुनमा चाहिँ अलिक इन्ट्रेस्टिङ टाइपको छ नि त्यसमा चाहिँ अब भ्लगर सघाइहाल्नुपर्छ होइन सो त्यही हो आजको लागि यति नै राखौँ सी यु नेक्स्ट भ्लग बाई बाई टाटा टेक केयर लाइक गर